नमस्ते पनि गर्न चाहे यहाँ उपस्थिति भइदिएर तपाईहरु चाहिँ जुन आज हाम्रो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा चाहिँ हाम्रो युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत हाम्रो युवा परिषद साथसाथै हाम्रो उपत्यका ट्राफिक प्रहरी कार्यालयले जुन किसिमको यो कार्यक्रम आयोजना गरेछ त्यसको लागि चाहिँ तपाईहरुलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नलाई चाहन्छु र सँगसँगै आज हामी सबैजना यहाँनिर बसिरहेछौँ र सबैजनाले हाम्रो एकदमै धेरै मेहनत गरेर यहाँनिर हामीले अघि पनि हेर्यौं प्रेजेन्टेसन गर्नुभएको छ हाम्रो नेपाल ट्राफिकको तर्फबाट। तर यो कुरा हामीले मात्र सुनिराख्दै गर्दाखेरि मात्रै देखिराख्दा गर्दाखेरि र त्यसलाई चाहिँ हामीले साँच्चीकैको आफ्नो जीवनमा आफ्नो व्यवहारमा त्यसलाई चाहिँ अपनाएनौं भने यो कार्यक्रमको चाहिँ कुनै पनि अर्थ रहँदैन। त्यही भएर यो कार्यक्रमको अर्थ र गरिमा राखिदिनलाई तपाईहरुले साँच्चीकैको जुन तपाईहरुले चाहिँ हेर्नुभयो सुन्नुभयो र आफूले आफूलाई अनुभव पनि गर्नुभयो त्यो कुरालाई चाहिँ कार्यान्वयन गरिदिनु हुन पनि तपाईहरु माझमा चाहिँ अनुरोध गर्नलाई चाहन्छु। र सँगसँगै यहाँ एउटा पोजिटिभको कुरा पनि हुन्छ। कस्तो हुन्छ हामीले हेर्नुपर्ने दृष्टिकोण जुन हाम्रो हुन्छ ट्राफिक प्रति र ट्राफिकले पनि जुन चाहिँ ड्राइभरहरु हाम्रो चालकहरु प्रति जुन चाहिँ हेर्नुपर्ने दृष्टिकोण हुन्छ त्यसमा चाहिँ सकारात्मकको भावना हुनु पर्यो, पोजिटिभनेसको भावना हुनु पर्यो। यदि पोजिटिभनेसको भावना चाहिँ यदि हुँदैन भने यी कुराहरु चाहिँ कहिले पनि काम लाग्ने कुरा हुँदैन, कार्यान्वयन हुने कुरा हुँदैन। त्यही भएर एक अर्काप्रति चाहिँ पोजिटिभ र ट्रस्ट बिल्डअप गर्नु चाहिँ एकदमै नेसेसरी हुन्छ। त्यही भएर तपाईहरुले पनि ट्राफिकहरुप्रति गर्ने सम्मान, नेपाल प्रहरी प्रति गर्ने सम्मान तपाईहरु पोजिटिभ भइदियो भने तपाईहरुले पनि हाम्रो चाहिँ जो चालक हुनुहुन्छ उहाँहरु पनि पोजिटिभ नै रेस्पोन्स आउँछ। र अर्को कुरा जुन चाहिँ सरकारले गर्नुपर्ने हामीले चाहिँ जुन कार्यहरुको कुराहरु हेरिराखेका छौं, जुन चाहिँ भौतिकसँग जोडिएको कुराहरु छ, जुन चाहिँ ट्राफिक लाइट्सहरुसँग जोडिएको कुरा छ, जुन चाहिँ लेनको कुराहरु हामी गर्यौं त्यसमा चाहिँ नेपाल सरकारले चाहिँ हामीसँग इकोनोमिकल्ली हेर्ने हो भने हामी इकोनोमिकल्ली पनि हल्का ब्याक परेकै कन्ट्री छ, जसको कारण चाहिँ हामीले चाहेको खण्डमा चाहिँ सबै कुरा गर्नलाई सकिराखेको छैनौं। त्यसर्थ हामीसँग भएको स्रोत साधनमै पनि हामीले चाहिँ त्यसलाई एड्रेस गरेर मिलाएर चाहिँ अगाडि बढ्नलाई पर्दछ। र सँगसँगै जुन आज यो कार्यक्रम हाम्रो युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र हाम्रो काठमाडौँ उपत्यका ट्राफिक जुन कार्यालयबाट चाहिँ यो सम्मानको एउटा चाहिँ प्रोत्साहनको जुन चाहिँ कार्य गर्यो यो अति नै सराहनीय छ। किनभने अवश्य पनि हामीले उहाँहरुलाई पनि एउटा फिल चाहिँ देखाउनु पर्छ कि तपाईहरुले राम्रो कार्य गर्यो भने तपाईहरुको प्रति चाहिँ गभर्नमेन्ट पनि साथमा छ भन्ने कुरा चाहिँ जुन यो प्रोत्साहन कार्यक्रम पनि रह्यो आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वयंसेवक त्यसको लागि चाहिँ तपाईहरुलाई धेरै धेरै धन्यवाद। र अवश्य पनि तपाईहरु चाहिँ एकदमै पोजिटिभली अगाडि बढ्नुहुन्छ भन्ने कुरा चाहिँ राख्न चाहन्छु। र हाम्रो मन्त्रालय अन्तर्गत जुन चाहिँ जहिले पनि खेलकुद मन्त्रालय मात्र भन्छ क्या हामीलाई चाहिँ युवा भन्ने कुरा चाहिँ बिर्साइदिन्छ क्या। र यसमा चाहिँ हामी युवा पाटोलाई चाहिँ फोकस गरेर इच एन्ड एभ्री सेक्टरमा चाहिँ फोकस गरेर अगाडि बढ्नेछौँ। र हाम्रो आजको मूल नारा लिमिट द स्पिड सेभ द लाइफ भन्ने जुन छ यो चाहिँ उपत्यकामा मात्र नभइकन नेपालभरि नै यो सन्देश जाओस्। र यसमा चाहिँ हाम्रो युवा साथीभाइहरूले चाहिँ साँच्चीकैको जुन चाहिँ हाम्रो उमेर रहेको छ एउटा टिन एज ग्रुप त्यसमा चाहिँ हामीले जसरी चाहिँ यो गाडी जुन चाहिँ हाम्रो बाइकको कुरा हो सबैभन्दा मोस्ट एक्सिडेन्ट केसेसमा पर्नुहुन्छ र इन्जुर्ड केसेस र डेथ केसेस पनि सबैभन्दा बढी बाइकैमा हामीले हेर्नलाई सक्छौँ। जुन चाहिँ हाम्रो दुई पाङ्ग्रे तपाईको हामीले हेरिराखेका हुन्छौँ। यसमा चाहिँ हामी अवश्य पनि युवा साथीभाइहरूले चाहिँ ध्यान दिएर चाहिँ हामीले साँच्चीकैको चलाउनु पर्नेछ, जसको कारण हाम्रो जीवन पनि हामीले चाहिँ जोगाउनु पर्ने हुन्छ। र थ्याङ्क यू सो मच। यस्तै कार्यक्रमहरू अझै पनि हामीले अगाडि बढाउनेछौँ हाम्रो युवा मन्त्रालय अन्तर्गत र नेपाल प्रहरीसँग पनि सहकार्य गरेर। र थ्याङ्क यू सबैजनालाई, हस् धन्यवाद। कुनै पनि दुर्घटना हुन सक्दैन, यसमा अन्य कारणहरू होला, रोड इन्जिनियरिङ होला, अघि यातायात व्यवसाय सङ्घको सरोजजीले भन्नुभयो, यातायात मजदुर सङ्गठनका अध्यक्षज्यूले भन्नुभयो, अन्य कुराहरू पनि उत्तिकै कारकको रूपमा देखिन्छन्। तर सबै भन्दा महत्त्वपूर्ण भनेको चालक जसले सवारी साधन प्रयोग गर्छ उसकै हातमा छ। स्पिडलाई कम गर्ने हो भने, सो अनुशासनमा बस्ने हो भने कोही पनि मर्दैन। मर्न डराउनु पर्यो, त्यो फियर फ्याक्टर व्यक्तिमा हुनै पर्यो चालक।
त्यो फियर नहुन्जेलसम्म नडराउन्जेलसम्म मृत्यु भइरहने यो फ्याक्ट हो। यो अर्को व्यक्तिले यसलाई हामीले कहीँ जनचेतनामूलक कार्यक्रममा चलाउँछौँ, कमी हुने हामीमा एक्सपेक्टेसन हुन्छ, तर चालकको हातमा नै स्टियरिङ हुन्छ। यो तथ्य हो, सत्य हो। यसर्थ त्यो पोइन्टमा नै हामीले हिट गर्नुपर्छ भन्ने मलाई लाग्दछ। र आजको यो विशेष अवसरमा युवा परिषद पनि जोडिएको छ स्वयंसेवक सृजनाको लागि। या अन्य निकायहरू सरकारहरू धेरै अगाडिदेखि ट्राफिकसँग हातेमालो गर्नुभएको छ, स्वयंसेवक सडकमा परिचालन गर्नुभएको छ र यो सडक दुर्घटनाको न्यूनीकरणको लागि महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। आज प्लस राष्ट्रिय युवा परिषद यो सत्कर्ममा जोडिनु भएको छ। म उहाँहरूलाई अझ बढी स्वयंसेवकहरूको निर्माण गरी यसको सङ्ख्यामा अभिवृद्धि गरी यो सडकमा भइरहने दुर्घटनाको न्यूनीकरणको लागि महत्त्वपूर्ण योगदान दिनुहोस्, हामीलाई सहयोग गर्नुहोस्, ट्राफिकलाई सहयोग गर्नुहोस् भन्ने अपिल समेत म गर्दछु। र हाम्रा ट्राफिकको यो भौतिक जुन चाहिँ पूर्वाधारहरू छन्, पछिल्लो आन्दोलनले ध्वस्त भएका छन्, पुनर्निर्माण पनि भएका छन्। यो पुनर्निर्माणमा पनि सहयोगी हातहरू धेरै स्वयंसेवकहरू परिचालित हुनुभएको छ र पहिलेकै अवस्थामा करिब करिब पुग्न लागेको अवस्था छ। यो क्रममा पनि यहाँ जो जति यो ट्राफिकको पूर्वाधार विकासमा खटिनुभयो उहाँहरूलाई यसै अवसरमा पनि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। र अन्तमा यस विशेष कार्यक्रममा अब आउने दिनहरूमा यो सडकको जुन चाहिँ दुर्घटना छ यो न्यूनीकरणको सन्दर्भमा पहिले जो खटिरहनु भएको छ उहाँहरूले पनि केही सङ्ख्या अभिवृद्धि गर्ने, अहिले जो जोडिनु भएको छ युवा परिषद उहाँले पनि केही भोलिन्टियरहरूको सङ्ख्या बढाई ट्राफिकसँग चाहिँ हातेमालो गर्दै यो राष्ट्रमा यो देशमा यो सडक दुर्घटनाबाट भएको भयावह तथ्याङ्कलाई घटाउनको लागि हाम्रो दाजुभाइ, हाम्रो चाहिँ छिमेकी, हाम्रो इष्ट मित्र सबैलाई जोगाउनको लागि यो दिन महत्त्वपूर्ण बनोस्। शुभकामना सहित आफ्नो मन्तव्य अन्त्य गर्छु। धन्यवाद। स्वयंसेवा भनेको वास्तवमा अघि एकजना बहिनीले ट्राफिकको एउटा गीतमा नृत्य गरेर जो देखाउनु भएको छ, आफू जलेर अरूलाई उज्यालो दिने कुरा हो। साँच्चीकै हामी सडकमा हाम्रो ट्राफिक दाजुभाइ, प्रहरी दाजुभाइ तथा दिदीबहिनीहरूले बिहानदेखि बेलुकासम्म धुलोमा, प्रदूषणमा असाध्य चुनौतीपूर्ण र जोखिमपूर्ण एउटा जीवनयापन गर्दै जसरी अरूको खुसीका निम्ति, अरूको जीवनको सुरक्षाका निम्ति खेल्नु भएको भूमिका छ, यो अत्यन्तै सराहनीय छ, प्रशंसनीय छ। हामी उहाँहरूलाई उच्च सम्मान गर्न चाहन्छौँ। केही प्रतिपात्रहरू सम्मान हुनुभएको छ, यो वास्तवमा सबै साथीहरूकै सम्मान हो। यातायातको क्षेत्रमा क्रियाशील हाम्रा दाजुभाइहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ, जसले नेपाल प्रहरीले, ट्राफिक प्रहरीले सम्मान पनि गरेको छ। उहाँहरूलाई पनि म हार्दिकतापूर्वक बधाई ज्ञापन गर्न चाहन्छु। र यो जीवन बचाउने कुरा, स्वयंसेवा गर्ने कुरामा सहकार्य गर्नका निम्ति जुन नेपाल प्रहरीले, ट्राफिक प्रहरीले राष्ट्रिय परिषदसँग हामी यो सहकार्य गर्न पाएका छौँ, यसलाई आगामी दिनमा अझ नतिजापूर्ण ढङ्गले हामीले अगाडि बढाउने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। समयको चाप भएको कारणले गर्दाखेरि यो आफू जलेर अरूलाई उज्यालो दिने, मोमबत्ती जस्तै अरूलाई उज्यालो दिने भूमिकामा, चाहे त्यो हामी यातायातको क्षेत्रमा क्रियाशील श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू हौ वा त्यो यातायातलाई व्यवस्थित गर्ने, दैनिक जीवन रक्षा गर्ने भूमिकामा हामी प्रहरी, ट्राफिक प्रहरीको भूमिकामा किन नहौँ, हामी सबैको उत्तिकै भूमिका छ। त्यसैले यो अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा एभ्री कन्ट्रिब्युसन म्याटर्स भन्ने जो नारा छ, हामीले गर्ने खेल्ने भूमिका, हामीले गर्ने योगदान एउटा व्यक्तिले गरेर के हुन्छ र भन्ने जस्तो लाग्छ। तर यो सिंह विश्व, यो सिंह देश, सिंह समाजमा एउटा व्यक्ति मिलेर बन्ने भएको हुनाले गर्दाखेरि हामी सबै सचेत भयौँ भने, हामी सबैले हातेमालो गऱ्यौँ भने, हामी सबै नागरिकको जीवनप्रति कर्तव्यनिष्ठ र संवेदनशील बन्यौँ भने समग्रमा त्यसले